अप्ठ्यारो हो नि है हजुर एकछिन बस्नु त त्यहाँ बस्नु हो त्यहाँ हो त्यहाँ बस्नु हुन्छ तपाईँको एकछिन यहाँ बसिसके पछाडि के गर्छ भन्दा मोबाइल चलाउनु भएको थियो टिभी चलाउनु थियो रिमोट चलाउनु भएको थियो तपाईँ हाम्रो त्यो हजुरको त्यो रगत राम्रो चल्न दिएको थिएन क्या हाम्रो पोम रेड्डी सरको घरमा यहाँ बत्दै गरेको मोबाइल यहाँ लानु हो भने नि बेडको हामी टेबलमा गर्दैछ बिगार्दिन्छ चित्र हराइदिन्छ हैन रेडियो बजिरहेको छ भने मोबाइल बत्दै गरेर त्यहाँ लानु भएको छ आवाजै गार्गार्छ बिगार्छ हो त्यस्तै यो चाहिँ यो मेगा हातमा चलिरहेको छ तर यो किलो हर्जमा गएको पावर बिचमा गएर यसले डिस्टर्ब गरिदिने हाम्रो सिस्टम मिली हर्जमा चलिरहेको छ मिली हर्जमा चलिरहेको सिस्टमलाई यो मोबाइलबाट आउने जुन तरङ्गले चाहिँ तपाईहरुलाई डिस्टर्ब गरिदिने हुनाले तपाईँ हाम्रो रगत राम्रो चल्ने थिएन अक्सिजन राम्रो तरिकाले बहने थिएन हैन सिस्टमलाई एकदम खराब गरिदियो डिस्टर्ब गरिदिसकेपछि तपाईँ हाम्रो ताकत चाहिँ अलिकति कम्ती भएर आउँछ क्या जब यो चिज भएपछि त्यसलाई रिकभर गरिन्छ तपाईको शरीरभित्र त्यो प्रवेशै गर्न दिँदैन यसले जोगाइदिन्छ फिर्ता गरिदिन्छ फिर्ता गरेपछि तपाईँको सिस्टम जस्ताको तस्तै फिर्ता भएपछि तपाईँलाई पहिलाको भन्दा अलिक सजिलो महसुस हुन्छ घाममा सेतो कपडा लगाएर प्रकाश प्रवर्धन गरे पहिलाको भन्दा अलिकति सजिलो अहिले बलै फरक पर्छ अघि कति अप्ठ्यारो थियो अहिले कति सजिलो भयो त्यो हजुरले महसुस गरेको ल जिउन छोड्नु ल फेरि खुट्टा जोड्नु न केही फरक लड्नु हैन अघिको र अहिलेमा कतिको सजिलो भयो त्यो फिल गर्नु कति सजिलो भयो हजुरलाई ल अब सजिलो हैन पहिला भन्दा अघि धरेङ खरेङ गर्नु भयो धरेङ खरेङ थाम्नै सक्नु भएन नि अघि यहाँ भिडियो छ ल अब अडियोको अब मोबाइल दिनुस् त सर मोबाइल यो कस के छ त यसमा यो बेडमा मोबाइलले हामीलाई यो इलेक्ट्रोनिक डिभाइसले कति असर गर्दछ फेरि यसले अनि त 30 देखि 45% हामी सबै मोबाइल खेलाउँछौँ अहिले फेरि मोबाइल त खतम हुन्छ नि त छेउमा नराख्नु आइहाल्छ अनि माटो अनि यसले त मासु